प्रीति मण्डल र वेलकम टु माई युट्युब च्यानल। यो च्यानल थ्रु म तपाईहरुसँग आफ्नो दिनहरु कसरी स्पेन्ड गर्छु भनेर शेयर गर्छु। तपाईहरुले मलाई आफ्नो माया दिनु होला र मेरो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। आज साइटको काम नभएर अलि ढिलो उठे। चिया लिएर बाल्कोनीतिर गएँ। बाल्कोनीको हालत खराब रहेछ, मेरो करियर जस्तै। करियर त बिस्तारै बन्छ, तर आज बाल्कोनीलाई चाहिँ जसरी पनि ठीक पार्नुपर्छ भनेर ठाने। उत्तिकैमा अफिसबाट कल आयो र अलिकति डेक्सवर गर्नुपर्ने भयो। बिदा त नामको मात्रै हुने रहेछ इन्जिनियरहरूको लागि। सबै कामहरू सकाएर खानाहरू खाएर नर्सरीतिर लागे। उत्तिकैमा बहिनीलाई चिया खान मन लाग्यो र क्याफेतिर तानिहाली मलाई। उसको त चिया खाने भन्ने मात्रै हो। क्याफेमा गइसकेपछि दिदी यो पनि खाऊ त्यो पनि खाऊ भन्न थाली। सानो बहिनी हो, सो नाइ भन्न मन लाग्दैन। So we spent a little time there. Since we were near to बोजे पोखरी, त्यो भित्र पनि जानै पर्यो। हामी त्यहाँ पनि गयौं। अनि त्यहाँ गइसकेपछि एउटा कुरा के रियलाइज भयो भन्दा चिया खाने एउटा बहाना मात्रै रहेछ। नेचुरली त्यो एउटा आफूलाई फ्रेश गर्ने। किन मैले यस्तो भने भन्दा कोही एक्लै, कोही कपालमा त कोही साथीसँग ग्रुपमा, सानो मान्छेदेखि बुढो मान्छे सबै एकअर्कासँग रमाइराथे आफ्नै तालमा। कि नरमाओस् पनि त किन? यस्तो राम्रो सिजन चलिरहेछ फुलहरूको। फुलहरू भन्ने बित्तिकै मलाई पनि एकदमै मन पर्छ हैन। हामी पनि एकछिन त्यहाँ बस्यौं, फोटोहरू क्लिक गर्यौं र त्यो दृश्य हेरेर इन्जोय गर्यौं। त्यसपछि हामी नर्सरीतिर लाग्यौं। नर्सरी पुगेपछि हामीले फुलहरूको बोट हेर्न थाल्यौं। नर्सरीमा जे प्लान्ट देख्यो त्यही किन्न मन लाग्ने। यो प्लान्ट लभरहरू भएपछि यस्तै हुने रहेछ कि क्या हो? तर के गर्न सकिन्छ, हामीलाई सेलेक्टिभ हुनै पर्छ। यो चाहिँ प्लान्टको लागि मात्रै नभइकन हामी आफ्नो लाइफमा पनि सेलेक्टिभ हुन सिक्नुपर्छ। After roaming here and there in the nursery, we selected some plants. त्यसपछि घरतिर लाग्यौं। हामी दिदी बहिनीको आँट मान्नै पर्यो। मान्छेहरू सुई सुई बाटो काटिराथे। हामी चाहिँ हेरेको हेरे भयौं। के गर्न सकिन्छ? हामी त्यसरी बाटो काट्न नसकेर ट्राफिक रुल्स फलो गर्दै आकाशे पुल हुँदै बाटो क्रस गर्यौं। बट आकाशे पुलबाटको दृश्य 10/10 थियो। रुम आएर फ्रेस भए म र मेरो बहिनी फुल रोप्नतिर लाग्यौं। आउनुस् म तपाईहरुसँग आफ्नो 4 वर्षको इन्जिनियरिङको कथा शेयर गर्छु। आफ्टर +2 मैले IOE को इन्ट्रान्स दिए र TU को राम्रै कलेजमा एडमिसन पनि लिए। चाइल्डिश मी, आई वाज अनअवेयर अफ द इन्जिनियरिङ स्ट्रगल। अब स्ट्रगल भन्ने बित्तिकै तपाईहरुलाई लाग्न सक्छ पढाइको स्ट्रगल होइन। भनेको 40% स्टडी र 60% तपाईले आफ्नो मेन्टल हेल्थलाई कसरी स्ट्रङ बनाउन सक्नुहुन्छ भन्ने कुरा हो। इन्जिनियरिङ जोइन गरिसकेपछि फर्स्ट सेमबाटै सबैको आफ्नो ग्याङ बन्न सक्छ। कुनै ग्याङ पढ्ने त कुनै ग्याङ क्लास बङ्क गर्ने हुन्छ र म दुईटै ग्याङमा परिन। दुईटै ग्याङमा म पछाडी भए। पछाडी इन द सेन्स बङ्क गर्ने ग्याङमा भएको भए घुमिन्थ्यो होला, रमाइलो गरिन्थ्यो होला र पढ्ने ग्याङमा भएको भए पक्कै पनि ब्याक लाग्दैन थियो होला। अब ब्याक नलाग्ने त कुरै हुँदैन। लाइक अब 100 जनामा 10 जना मात्रै रेगुलर पास हुने हुन्छ क्या कलेजमा। इन्जिनियरिङ पढ्दाखेरि चाहिँ एटलिस्ट मेरो पालोमा चाहिँ त्यस्तै थियो। अनि हामीले चाहिँ मैले यो नर्मलाइज गर्न खोजेको होइन कि ब्याक लाग्नुलाई, तर मैले जुन आफ्नो पढ्दाखेरि जे देखेको थिएँ नि त्यही भनिरहेको छु क्या।
हो यो चाहिँ मैले आफ्नो ब्याचको साथीहरू आफूभन्दा सिनियर दाइ दिदीहरूलाई देखेर भनिरह हो, नर्मलाइज गर्न चाहिँ पक्कै पनि खोजेको होइन। यति भन्न चाहन्छु कि तपाईँहरूको एउटा दुईटा ब्याक लाग्न सक्छ। अब त्यो ब्याक लाग्यो भन्दैमा आफू फ्रस्ट्रेट हुने अनि पढाइ बिग्रियो भनेर अझ टेन्सन लिने होइन, त्यस्तो चाहिँ गर्नु पक्कै पनि हुँदैन। राम्रोसँग कन्टिन्युटी दियो भने चाहिँ त्यो ब्याकहरू इजिली कट्छ। 4 वर्षको इन्जिनियरिङमा हामी आफूलाई त्यो इन्जिनियरिङभित्र चाहिँ हुन्छ नि लस्ट हुन दिनु हुँदैन। एउटा राम्रो साथी बनाउनु पर्छ, एकअर्कासँग मिल्नु पर्छ, ताकि हामीलाई केही कुरा आएन भने या फिर केही अपडेट लिनु पर्यो भने आफूले पढ्न खोज्दा पनि सकेन भने चाहिँ हेल्प आउँछ आफूलाई अनि इन्करेजमेन्ट हुन्छ हामी पढ्नलाई मोटिभेटेड हुन्छ। त्यही भएर चाहिँ एउटा मिल्ने साथी, एटलिस्ट एउटा चाहिँ एकदम राम्रो मिल्ने साथी चाहिँ बनाउनै पर्ने हुन्छ। अब यो कुराहरूलाई चाहिँ अहिलेलाई चाहिँ यहीँ छोडिदिन्छु। पछि अरू भ्लगमा पनि म यो इन्जिनियरिङ लाइफलाई कसरी सर्भाइभ गर्ने भनेर भिडियो ल्याउने छु होइन। अनि यतिकैमा बहिनीले चाहिँ आफ्नो कलेजमा हुन लागेको वेलकम र फेयरवेलको कुराहरू निकाले। उसलाई चाहिँ हरेक वेलकम र फेयरवेल उसको कलेजमा जति हुन्छ सबैमा नयाँ लुगा चाहिन्छ भनेर भन्छे, सबैमा किन्छे पनि, यसपालि पनि किन्नुपर्छ भनेर मलाई ल्याङ गर्दै बसिरहेछे। मेरो बहिनी मात्रै यस्तो हो कि तपाईँहरू सबको पनि बहिनी यस्तै छ? कसको बहिनी मेरो बहिनी जस्तो छ कमेन्ट गरिदिनु होला त। अलमोस्ट फुलहरू रोपेर हामीले सकिसक्यौँ, पानीहरू हाल्नु पर्ने छ, पानीहरू हाल्छौँ। त्यसपछि बाल्कनीमा माटो छरिएको छ, त्यसलाई सफा गर्ने। अनि साँझ पनि परिसकेको छ, त्यसपछि खाना पकाउनतिर जानुपर्छ। सो एक्स्ट्रा माटो पनि उब्रेको छ, त्यसलाई प्याक गरेर राख्यौँ नेक्स्ट टाइम युज गर्नको लागि। फाइनल्ली हाम्रो बाल्कनी यस्तो देखिने भयो। डालियाको बोट चाहिँ अलिक ठुलै साइजको परेछ अनि आजभोलि त हावाहुरीको सिजन छ, त्यही भएर बहिनीले चाहिँ डालियाको प्लान्टलाई यसरी बाँधेर राखिरहेको थिए। सो यस्तो रातिको खाना चाहिँ मैले सिम्पल नै बनाएँ, भात, परवल आलुको फ्राई अनि अमलेट र दाल थियो अनि हामी सबैले खायौँ। त्यसपछि चाहिँ मैले राति चाहिँ ब्रस गर्ने गरेको छु कि खाना खाएर 45 मिनट पछि। आफ्टर ब्रस मैले आफ्नो फेसलाई क्लिन्स गरेँ। त्यसपछि मोइस्ट फेसमै चाहिँ मैले रोज वाटर स्प्रे गर्छु। मसँग लभ र सपोर्ट गरिदिनु होला।